बल्ल बल्ल विक्समा एक दिन बिदा हुन्छ, त्यही पनि यता दौडिने उता दौडिने त्यस्तो गरी गरी दिन बिदा चाहिँ कति भइहाल्छ है। त्यस्तै गरेर अहिले लाइफ पनि एकदम छ, मान्छेले डेली भिडियोहरू हालिहाली गर्छ नि त। मेरो छोरीलाई चाहिँ कसैले केही गरेको देख्न हुँदैन, मामु हामी पनि यस्तो गरौँ न भनिहाल्नुपर्छ क्या। यो चाहिँ हामीले खाना खाइसकेपछि नानुको आज रिजल्ट दिएको थियो, त्यसपछि मामु छोरी चाहिँ दिस पिरियड होइन यो समयमा चाहिँ हामी चाहिँ रिजल्ट लिएर फर्काउँदै थियो। अनि बाटोमा चाहिँ नानुको साथीको मामु बाबा पनि गइसकेको रहेछ, अनि त्यसपछि भिडियो बनाइदिनु भयो। अनि मेरो चाहिँ कस्तो एक्साइटेड भएर बसिरहनु भएको चाहिँ पछाडि साथी छ, अनि साथीले चाहिँ उसलाई हेरिरहेको छ, माम मलाई के भन्छ होला है भन्दै कफ गर्दै नाच्दै उफ्रिँदै गर्दै होइन। बाटोभरि मामु भिडियो बनाएर लगाइसु न भने गरेको कारणले गर्दा चाहिँ मैले छोरीको भिडियो बनाउन लगाइदिएँ। अनि थ्याङ्क यू सो मच हजुरहरूलाई पनि हाम्रो भिडियो बनाइदिनु भयो है। अनि मेरो नानी यति खुसी भयो कि आजको दिन सीमा नै छैन। त्यसपछि मामु यो भिडियोमा हजुर बोलेको साइड साउन्ड राखेको छु है भनिरहनु भएको थियो। त्यसपछि मैले चाहिँ यस्तो भिडियो कहिले पनि बनाएको थिइनँ, अनि आज चाहिँ मैले हस् भनेर भिडियो बनाइदिएँ। छोरी